माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आज सार्वजनिक हुने भन्दै सामाजिक सञ्जालमा यति बेला धेरै न्युजहरू आइरहेका छन् र यस विषयमा चाहिँ छोरा हजुर एसीको रिजल्ट आएछ बाबु आउन त आएको हो ल त ल चेक गर त मलाई त हेर्न आउँदैन ल त हेर के हो यस्तो पो रिएक्सन दिन्छस् त फेल भयो क्या फेल भयो बाबा साला जाफा ना कटाइस साला जाफा त पागल हो छोरा एसीको रिजल्ट आयो फोन पो बोकेर आहान त के सोचेको छोरा ए हैन आया रिजल्ट आयो आउनु हेर्नी त पास भइस पनि तँलाई म ब्रान्ड न्यू फोन दिन्छु फोन दिनी अहिले सर्च गर्दै डोक्ने पास भएको रहेछ बाबा ओहो पास पो भइस काला लङको फोन चाहिँ औ लड्डु पनि पास भइसक्यो किन चाहियो कहाँ छोड्नु यहाँ लिनु फोन नयाँ फोन पागल तो पागल हो ए पागल ए घर जा जादिन ए घर जा साथी नतिजा आयो गोबे अरे नतिजा आयो भने के भतिजा भर्खर गाईको पेट लगायो कसरी आयो हैन हो नतिजा भने के रिजल्ट ए नतिजा पो आयो भनेको ए आयो अनि भन्न त के भन्ने रिजल्ट भनेको हो जाठा अनि रिजल्ट भनेर भन्न त अब के भन्ने ए 12 को रिजल्ट आयो यार वे ए प्लस यार फाइनली मेरो मिहिनेत काम लाग्यो बाउ ए प्लस ए रिजल्ट आयो 12 को नो फक फेल भयो यार छोरा एसीमा फेल भएर के भयो त छोरा रिजल्ट दिन मिलिहाल्छ छोरा निक्लियो त तब से तुम नजर में आ रुके हम तो हो गए जमा